मेरा देशका नेपाल देशका नागरिक हो, विदेशमा बसेर क्याङ गरेर न यो देश रहन्छ न राज संस्था आउँछ। तिमीहरूले यो घुर्की लाएर अथवा राजाले चाडबाडमा सम्बोधन गरेर न यो राष्ट्र रहन्छ न त राज संस्था आउँछ। राज संस्था आउने एकमात्र उपाय हो राज संस्था राजा ज्ञानेन्द्र र मेरो बिचमा भएको 2072 साल माघमा भएको कुरो फेरि दोहोऱ्याएर लिएर जाँदा यो देशमा राज संस्था आउन कुनै कठिनाइ छैन र यो देश सुध्रिन पनि कठिनाइ छैन। म यो देशको अर्थतन्त्र कसरी भन्ने कुरो योजनासहित र अदालत र सरकारमा पटक पटक गइरहेको अवस्था छ। यो देशको अवस्था बिगारेको 2072 सालको संविधानले हो र त्यो संविधानमा नहिँडेको निकाय र संवैधानिक अङ्गहरू बनाएका जुन अवस्थामा बनेका छन् त्यो नेपालले धान्न सक्ने अवस्था छैन। यो कुरोको निराकरण फेरि पनि जनताद्वारा गएर जनताको अभिमत ल्याएर संविधान लेख्नुको विकल्प छैन। यसलाई अनर्थ सोच्ने विदेशमा बसेका मैयौँ भन्ने पढे लेखेका युवा अथवा जेएनजी हो अथवा विद्वान हो, तिमीहरूले बोल्दैमा यो देशमा अथवा यहाँ सडकमा चाहिँ 2-4 हजार मान्छे आउँदैमा यो राज संस्था बहाली हुँदैन, न कि यो देश चाँडोभन्दा चाँडो विघटनको स्थितिमा पुगिया छ। यो देश अर्थ रूपमा लगभग फेल भइसकेका छ र अबको 1 वर्षभित्र ब्ल्याकलिस्टमा जानेछ। यो महसुस गरेर मसँग डिस्कस गरेर यो फलानु चिज भनेर हुँदैन। केही 1-2 विद्वान साथीहरू अहिले जोडिन खोज्नु भएको छ। उहाँ जोडिएर निरन्तरता भयो र राजा ज्ञानेन्द्रसँग मेरो सहकार्य भयो भने यो देशलाई चाहिँ छिमेकीकै सहयोगमा अप्रत्यक्ष रूपमा राजा सक्रिय भएर सडकमा आउनु पर्दैन। अप्रत्यक्ष रूपमा रणनीतिक रूपमा चाहिँ राष्ट्र प्रमुखले चाल्नुपर्ने कदम विगतको जस्तो विवादित नहुने किसिमले चालेर यो देशलाई राज संस्था पनि ल्याउन सकिन्छ, राष्ट्र पनि बचाउन सकिन्छ। अदरवाइज विदेशमा बसेका क्याङ गरेर हरेक बोर्डमा यहाँ फलाना पार्टीलाई जिताउने छलानला पतिलाई जिताउने भन्ने कुरोले केही अर्थ राख्दैन। यहाँ चुनाव कसैले रोक्न पनि सक्दैन। चुनावबाट आएको रिजल्टले यो देशलाई अगाडि लान पनि सक्दैन। यो निर्वाचित भएको संसदले 3 महिना 6 महिना टिक्यो भने बहुत ठुलो कुरो भन्नुपर्छ र फेरि पनि यो देशको निकास अथवा विकास अथवा राज संस्था सहित यो देशको दीर्घ जीवनको लागि यो 80 वर्षे जवान टङ्कप्रसाद आचार्यसँग दर्शन दिई सहकार्य गर्नुको विकल्प छैन राजाबाट। अन्य कसैले कराएर या बाटामा कराएर ढुङ्गा हानेर नारा जुलुस गरेर टिकटकमा बोलेर कसैलाई खुल्याउन गरेर केही आउनेवाला छैन। यहाँ 10-20 हजार विदेशबाट कराएर पनि केही हुनेवाला छैन। यो बुझ्न फेरि पनि विदेशमा रहेका बुद्धि पलाउँछ भने मजासँगले सोच्ने गर्नुहोस् र जति जान्नुपर्छ त्यति मात्रै खोज्नुहोस्। खुइल्याउन खोज्नु, कसैलाई चाहिँ आन्तरिक रूपमा खोज्नु भनेको त्यो अत्यन्त दिमाग चाहिँ झारपातको जस्तो भएको मैले अनुभव गरेको छु र त्यही स्तरका कुराकानी हुन्छन्। हायर स्तरका देश भनेको के हो, देश कहाँबाट कसरी पुग्यो, कसका कुकर्महरूले पुग्यो, सबै कुरो कति यो बोर्डमा भन्न पनि मिल्दैन र भन्नु हुनु पनि छैन। फेरि पनि यो देशमा मैले पटक पटक भन्नुपर्ने गरेको छ र हो नै त्यो थाइल्यान्ड र पाकिस्तानको जस्तो सेना र यो देशको न्यायालयको सहकार्यमा न्यायिक प्रक्रियाबाट मात्र यो देशको अपराधको निराकरण गरी यो देशको अर्को संविधान लेख्दै राज संस्था यो राष्ट्रको राष्ट्र प्रमुखको रूपमा रही निरन्तर संवैधानिक राज संस्था सहितको बहुदलीय व्यवस्था विकसित रूपमा 5 वर्षमा सुसम्पन्न गर्न सकिन्छ। यस देशका विदेशमा भएका विद्वानका सर्टिफिकेट लिएका म धेरै जान्दछु, विदेशमा भएर पनि म एक गर्छु, तँलाई जान्या छु भनेर केही हुनेवाला छैन बाबा।
म त एकदम खुला रूपमा हिँडेको मान्छे हो। 2072 साल पछाडि त म खुलै रूपमा हिँडेको छु। त्योभन्दा अगाडि पनि यी विभिन्न दलका मान्छेलाई यो नगर, देश बिग्रिन्छ, यो किसिमले जाँदैन, देशले पाल्न सक्दैन, यो संवैधानिक अङ्गहरू यति धेरै बनाउनै सक्दैन, हामी ऋणी छौँ, विदेशीलाई गाली नगर, छिमेकीलाई गाली नगर। धेरै छिमेकीलाई गाली गरियो भने साग टार्न पनि गाह्रो हुन्छ भनेर ज्ञान आओस्। विदेशमा रहेका विदेशी मुख छोडेर तथा नाम छिमेकीलाई गाली गर्ने हो। छिमेकी बदलेर जान सक्ने अवस्था छ भने यो देशलाई लिएर कहाँ लिएर जान सक्छौ? भन न युवा विद्वान हो, विदेशमा बसेका हो, तिमीहरूलाई राम्रोसँग भन। त्यसको ज्ञान छ भने। होइन भने यहाँ भएका अहिले रहेका मौजुदा रहेका 2.25 करोड नेपालीको अवस्था के छ, देशको अवस्था के छ, राज संस्था कहाँ छ, कसरी आउँछ, अथवा चाडबाडको सम्बोधनले यहाँ एकीकृत भएर परिवर्तन हुन्छ भनेर यो दिवा सपना नदेख्न म फेरि पनि पढे लेखेका मै हौँ भन्ने दर्शन जान्ने, राम्रो अङ्ग्रेजी भाषा जान्ने, अनि त्यहाँदेखि युट्युबहरूमा अथवा आइटी जान्नेहरूले घोचपेच गर्दैमा त्यो देशको परिवर्तन हुने छैन। फेरि पनि स्वदेशमा रहेका, विदेशमा रहेका, देश चाहने र राज संस्था चाहने, विकसित रूप चाहने बुद्धि छ भने मसँग राजालाई सिधै अनुरोध गरेर सहकार्य गर्नुको विकल्प छैन। देशवासी युवाहरू हो, जेनजी हो, अथवा डक्टरेट डिग्री गरेका हो, यो कुरो बुझ्नुहोस्। र कसैलाई गाली गरेर अथवा होच्याएर तल्लो रूपमा प्रस्तुत गरेर छिमेकीलाई यहाँ देशमा कसैले केही गर्न सक्नेवाला छैन। हामी करिब करिब यो देशलाई सकाउने पक्षमा सबै तह लागेको अवस्था देख्छु। यसैलाई बचाउन पटक पटक म राजा ज्ञानेन्द्रज्यूसँग चाहिँ यो खबर सबैले लगियोस्। मसँग रिसिभी साधेर केही हुनेवाला छैन। देश बचाउन हिँड्या हो। म मारिन पनि सक्छु र कालगतिले मर्न पनि सक्छु। बुझ देशका युवाहरू हो र विदेशमा रहेका धेरै मै हुँ भन्ने युवाहरू हो। तिमीहरूले पढेका छौ, लेखेका छौ, अङ्ग्रेजी भाषा परर जान्दछौ, विभिन्न युरोपियन देशमा बस्या छौ, जापानमा बस्या छौ। कुरा मात्रै गरेर हुँदैन। वस्तुगत राष्ट्रको आर्थिक अवस्था के छ, सामाजिक अवस्था के छ, राज संस्थाको अवस्था के छ, राजाको भूमिका के छ, सक्रियता अदृश्य रूपमा धेरै सक्रियता गर्दा मात्रै यो देश बच्छ भनेर ज्ञान होस्। देशका युवा विद्वान हो भन्नेहरू हो, रिसाएर मलाई केही पनि फरक पर्दैन। म 80औं वर्षको जवान हो। म 40 वर्ष जस्तो भएर काम गरिरहेको छु। तिमीहरूले रिसाएर घोचमेच गरेर फलान इत्यादि लाएर 1 लाख लाएर तल्कुरे लाएर केही हुनेवाला छैन। यो देश फेरि पनि भन्छु, मेरो र राजा ज्ञानेन्द्रको सहकार्य बिना यो देश फर्किँदैन भनेर किटानसहित मैले भनिदिएको छु। र यसलाई मान्नुपर्छ, मान्नु पर्दैन, तपाईँहरूको विचार हो। तपाईँहरूको देश तपाईँहरूको हो। आज 20 वर्षदेखि 60 वर्षसम्मले बुझ्ने कुरो हो। 70 वर्षसम्मले बुझ्नुपर्छ कि मेरो सक्रियता कुन कुन लेभलमा थियो, कति मरेर गए, कति मलाई बुझ्छन्। स्वयं राजा ज्ञानेन्द्रले पनि बुझ्नु भएको छ भनेर मलाई काहीँसम्म छ। र 1-2 जना साथीभन्दा बढी छैनन्। मैले सिनियर पोलिटिसियन, अब राष्ट्र पञ्चायतको अध्यक्ष भएका मान्छेहरूसँग पनि बसेका छु निकट 2-4 दिन अगाडि मात्र। र यसरी बाङ्गा कुरा गरेर रात चाहिँ यो केही पुग्नेवाला छैन भन्दै आजको भिडियो यहीँ टुङ्ग्याएँ। मेरा देशवासीलाई, स्वदेश विदेशमा रहेकालाई फेरि नमन गर्छु। नमस्कार।